ABCD मैले जाने के 4 क्लासमा उता गएपछि भनौँ न तपाईँको चितवन गएपछि राम्रोसँग ABCD आउने नै के मलाई। अनि त्यसपछि गएर एकदम कमजोर थियो पढाइको स्थिति। त्यही माथि मेरो घरको पनि एकदम नाजुक अवस्था थियो, मम्मी हुनुहुन्थेन। अनि मम्मी नभएपछि अनि बुवाले अब ल्याउन त धेरै श्रीमतीहरू ल्याउनु भयो होइन, एउटा चाहिँ टिक्नु भएको थियो। टिक्नु भन्नाले अडेर बस्नु भएको के, छोडेर नजानु भयो बुवालाई। उहाँबाट चाहिँ 3टा सन्तानहरू भयो। अनि भएपछि अनि भाइ बहिनीहरू हुनुहुन्छ, म यहीँ बस्छु भनेर अनि मले बस्छु भनेर आएको। त्यहाँ पनि भएन, फेरि त्यहाँ पनि मम्मीले अब देखिसक्नु भएन मलाई, स्टेप मदरले देखि नसक्नु भएपछि अनि फेरि अनि तपाईँको के अरे मेरो एकजना बुवाको मित हुनुहुन्छ, मिज्जूलाई भनेर अनि मिज्जूको घरमा लगेर छुट्टै राखिदिनु भयो मलाई। त्यहाँ एउटा घरमा बाहिर त्यो पिँढीमा बारेर काठहरूले बारेर अनि त्यहाँ राखिदिनु भयो। अनि त्यहाँ राखिदिएपछि मैले अनि 8 क्लासबाट 10 क्लाससम्म त्यहीँ बसेर चाहिँ मैले चाहिँ SLC दिएको बागेश्वरी स्कुलमा मलिखुमा। अनि रिचोकटार भन्छ क्या खास त्यसलाई चाहिँ, त्यो जहाँ हामी बस्ने मलिखु पनि ठाउँ हुन्छ नि त होइन, त्यसलाई चाहिँ रिचोकटार भन्छ क्या। रिचोकटार त्यो चाहिँ एकदमै सम्मो छ क्या माथि चाहिँ। अनि त्यो म हुर्केको बढेको त्यही हो। अब भनौँ न बिचमा त चितवन पनि गयो, त्यो पनि मेरो लर्निङ पिरियडै थियो, धेरै कुरा सिक्न पाएँ। गाउँमा नपढ्ने नि त फेरि म त्यतिखेर चितवन नगए भए त मेरो जिन्दगी त अब यसरी बोलेर पनि बसेर कुरा पनि गरिरहेको हुन्थेन होला सायद, आई थिङ्क। किन भन्दाखेरि अब मम्मी हुनुहुन्थेन, आउने बुवाको अब डिफ्रेन्ट काइन्ड अफ मदर। अनि त्यसरी आउने 2-3 महिना बस्ने जाने, कसैलाई मलाई केयर गर्ने मान्छे हुन्थेन। मैले भन्न म आफै गर्ने। अनि अब कोही थिएन क्या केयर गर्ने मान्छे थिएन। कहिले त त्यो 2 तलाको घर थियो है, माटोको घर थियो। अनि त्यो घर त अनि मैले हाम्रै आफू जन्मेको घर, म जन्मेको घर, म त मेरै घर होला भनेर एकदम प्राउड फिल हुन्थ्यो क्या। अनि पछि बुझ्दै जाँदा त त्यो घर त होइन रहेछ त, हाम्रो त बुवा त त्यता काम गर्नु बस्नु भएको रहेछ भने पछि फिल भएको क्या। अनि कस्तो लाग्ने क्या, अनि हाम्रो घर पनि रहेनछ जस्तो लाग्ने। अनि त्यो कुराहरू धेरै थियो मैले त्यस अब। अनि त्यसपछि गएर अनि त्यो 2 तलाको घरमा अनि बुवा गाउँ जानुहुन्थ्यो कि छोडेर मलाई। अनि अब सायद के थाहा श्रीमती खोज्न जानुभयो कि बिचरा भात पकाउने मान्छे नभएर के अब के हो थाहा थिएन, गाउँ जानुहुन्थ्यो। अनि म एक्लै सुत्नु पर्थ्यो कि माई घर त्यो घरमा है। अनि अँध्यारो, त्यो बेला त बत्ती पनि थिएन, टुकी बाल्ने चलन थियो। अनि बत्ती आइसकेको थिएन कि। अनि त्यसपछि गएर अनि राति एक्लै सुत्न पनि त्यो कम्मलले कम्ल्याङ गुम्लुङ सबै छोपेर के एक्लै यस्तो गरेर डराएर सुत्ने कि म त त्यो 2 तलाको घरमा। अनि त्यसपछि गएर अहिले मलाई कस्तो लाग्छ क्या त्यो सम्झिँदाखेरि, त्यो कुराहरू सम्झिँदाखेरि त ओहो। अब गाउँमा त छ नि साथीहरू कति छ, ऊ छ।